पहिला गए पनि बाल भएन के, तर आफूले जन्माएको छोराछोरीलाई छोडेर अनि बुढाले कङ्गालपति बनाएर चाहिँ हिँड्नु हुँदैन। यस्तो त केटीहरूले नि स्याउ स्याउँदै किरा परोस् लुदा आओस् के त्यसमा, अनि थाहा पाउँछ त। पहिला लोग्ने मान्छे बन, अनि त्यहाँदेखि बल्ल अनि थाहा पाउँछ कि कस्तो हुँदो रहेछ भनेर, बल्ल थाहा पाउँछ। तिमीहरूको लागि भनेर घर फ्यामिली आफन्त त्यागेर, आफ्नो जन्मदिन आमा बाउले त्यागेर, दाजुभाइ दिदीबहिनीले त्यागेर तिमीहरूलाई कमाउनलाई हेर्नु पऱ्यो। तिमीहरू चाहिँ अब त्यस्तो विदेश गयो, पाकिस्तानी च्याप्पो समाउने, बङ्गाली च्याप्पो समाउने, इन्डियन धोतीहरू च्याप्पो समाउने, पन्जाबीहरू च्याप्पो समाउने, सबै त्यस्तो छैन। लगभग 40-50 नेपाली केटी यो युरोप र खाडीमा बिग्रिरहेको छ कि, सबै त्यस्तो भयो। त्यहाँनिर अब कहाँ हुन्छ र होइन, 100मा 50% चाहिँ बिग्रेर सड्यो हो कि। यस्तो त नेपालमा त्यो ठमेल र रन्नपराकतिर बिग्ने नसकेर गएर उतातिर अनि पाकिस्तानी बङ्गाली इन्डियन धोतीहरूसँग बिग्न गएको हो कि। नेपाल देशको बदनाम गर्न गएको उतातिर गएर।